हामीले बोल्न दिया थियौँ र तिमीहरू बोल्यौ भनेका छन् तर हामीले बोल्न पायौँ र नबोल्दै थुन्थ्यो रवि लामिछानेले बोल्न पाएनन् पत्रकार जस्तो मान्छेले रवि भनेको त नर्सरीमा बिरुवा उमारेर भर्खर गमलामा सारेको मान्छे हो अलिकति फुर्ती देखाएको थियो भित्र हाल्थे हजुर फेरि उनीहरूले नै घुमाई एउटाले विरोध गरे अर्काले सपोर्ट गरे जस्तो गरे रविलाई मात्रै कहाँ हाले बालेनलाई तपाईँको बजेट पास गर्न दिएका छैनन् हर्क सामग्री राईलाई बजेट पास गर्न दिएका छैनन् कुलमान घिसिङलाई जागिरबाट निकाले नेपालको उज्यालो भन्छ नि त उसलाई राम्रो कामको मूल्याङ्कन कहाँ छ र देशमा तपाईँलाई जेल हाले दुर्गा प्रसादलाई जेल हाले सबैलाई हाले त जब रातको 11 बजेपछि संसदमा बैठक सुरु हुन्छ नेताहरूको बैठक सुरु हुन्छ 11 र 12 बजेको बिचमा भोलिपल्टको कार्यक्रमको योजना बनिसक्छ उनीहरूको यो धेरै बोलो यसलाई तल लगाऊ शहीदलाई मात्रै बनाइदे बालुवा सिमेन्टीको एउटा ढिस्को ठडाइदिए एउटा खम्बा जस्तो त्यही पनि भुइँचालोमा बच्यो उनीहरूले गरेको सम्मान शहीदको एउटा पनि सपना पुरा नगर्ने तर शहीदको नाम लिएर अहिले पनि राजनीति गर्ने त्यो भाषण हो त्यसो भए एकदम जुन शहीद बनेर गणतन्त्र ल्याइदिए नि त्यो शहीदको सम्मान भएको छ र अहिले माओवादीकै कुरा गर्छु तिनै माओवादीले त्यो शहीदको सम्मान गरेका छन् आज अनि शहीदको अपमान चाहिँ कसले गर्यो त प्रधानमन्त्रीको तिनै गणतन्त्रले गरे जसले शहीद बनाए उनीहरूले नै अपमान गरे पार्टीमा नहुने भनेकै हाम्रो दुर्भाग्य रहेछ क्या एउटा पार्टीको झोला बोक्न पाएको भए सायद त्यो हिरासतमा हामी पनि हुँदैन थियौँ क्या त्यत्रो ठुलो अपराधमा 35 लाख रुपियाँ ढलोडी तिरेर निक्लिने त्यो केस हो त्यो मलाई चाहिँ कति बेला के लाग्छ भने नेपाल सरकारलाई चाहिँ जति पनि देश विकासमा आएको सम्पत्ति उनीहरूले पाउने भत्ताबाट पनि नपुगेर एउटा बाहनामा मान्छे थुनिदिने अनि उनीहरूसँग चाहिँ ढलोडी मार्फत असुल्ने क्या पेट भर्ने बाटो क्या अरू केही पनि होइन जसरी पनि जनता कङ्गाल बनाउनु छ क्या रवि काण्डबाट अहिले धरोटीको त वास्तवमा खेलै सुरु भएको छ त खेलै सुरु भयो मैले भने जसरी पनि जनतालाई गरिब बनाएर विदेश बेच्ने नेपालको भूमिमा विदेशी ल्याएर चाहिँ जताततै उनीहरूको हस्तक्षेप गराउने उनीहरूले हस्तक्षेप गरे बापत त कमिसन आउँछ कमिसन खाने सरकार पालिने ग्यासको भाउ बढ्यो होइन सिलिन्डरको भाउ बढ्यो हो भनेर पढेको थिएँ कि 500मा नेपाली जनताले ग्यास कहिले पनि पाउँदैन यो सपना नदेखे पनि हुन्छ अब नेपालको उत्पादन पानी बेचेर नेपालमा 1 लिटर पानीको 30 रुपियाँ तिरेर खानुपर्छ पानी नेपालको उत्पादन होइन जलस्रोतको दोस्रो धनी राष्ट्र नेपाल होइन भने 1 लिटर पानीलाई त 30 रुपियाँ तिरेर खानुपर्छ भने 1 युनिट बिजुलीको पनि कति 10-12 रुपियाँ त तिर्छन् त अहिले ग्यास हो झन् त्यो ग्यास प्रयोगमा नआउँदै चाइना र इन्डिया अमेरिका पुगिसक्छ क्या नेपालीले सपना नदेखे हुन्छ घर घरमा ग्यास चुलो र ग्यासको पाइप भनेको कति वर्ष भयो जनताले अहिलेसम्म पाएका छन् तर दैलेखमा त अब सबै पत्तै लागिसक्यो त निकाल्न त पाइन्छ नै पत्ता लाग्यो क्या एउटा भ्यू टावर बनाउन त 5 वर्ष लाग्यो 6 वर्ष लाग्यो भने 1 वर्षमा जनता कहाँ यो पुग्न सक्छ उहाँको कार्यकालमा त्यो ग्यास जनताको घरमा आउँदैन ल आउँदैन भने त्यो भाषण पनि चुनाव जित्ने भाषण मात्रै हो जुन 84 लाई चाहिँ टार्गेट हानेर बनाएको भाषण हो हुन त अब केही सीमित जनताहरू भाषणमा चाहिँ लट्ठ भएर अब 84 मा पनि अब त्यही भाषणलाई चाहिँ टार्गेट राखेर उहाँहरू पनि पछि कुद्नुहुन्छ तर भाषण नै हो जनताले पाउने केही पनि होइन आदरणीय दर्शक नमस्कार जल्दो बल्दो राजनीति विषयमा संवादको लागि हुनुहुन्छ सरिता केसी राजावादी सायद यो नामै काफी छ स्वागत छ यहाँलाई नमस्ते 1 महिना जति तपाईँ पनि हिरासत पर्नुभयो के उपद्रव गर्नुभयो त्यो तिनकुने घटनामा अब उपद्रव त खासै केही गरे होइन त्यहाँ उपस्थित भएकै थाहा पाएर समाते हजुर 1 महिना तपाईँ हिरासत पछि जेल पर्नुभयो अब नेता हुनुभयो नेता भएँ भनेर त कसरी भन्ने हो र 14 वर्ष जेल बसेर यहाँ तपाईँको 4 चोटि 5 चोटि प्रधानमन्त्री खाइसके त्यो त अब 7 चोटि तपाईँको सांसद भइसके भन्न के खोजेको भने जेल हिरासत बस्नेहरू मात्रै नेता हुन्छन् भन्ने दृष्टान्त दिन्छन् क्या नेपालमा त्यो चल्या छ अहिले चल्या छ तपाईँ कट्टर राजावादी आन्दोलन कता कता मत्थर भयो सेलायो भन्दै गर्दाखेरि रवि लामिछानेले जेलबाटै अब राजाको मुद्दामा फर्किने सङ्केत गरे संहिता खारेजी लगायतको संविधानकै पनि उनले विरोध गरेका छन् र रासोपाका नेताहरूले त्यसलाई जोरदार साथ दिएका छन् अब के सम्भावना देख्नुहुन्छ वास्तवमा यो मैले त यो त आजभन्दा 3 वर्ष पहिल्यै बोलेको कुरो हो हजुर संविधान खारेजीको माग नराखेसम्म रासोपाको चाहिँ कुनै विकल्पै छैन भनेको थिएँ मैले किनकि गणतन्त्रको साथमा त रासोपा त टिक्दैन थियो नि त कहिले पनि 3 वर्ष अगाडि भन्नुभएको थियो मैले 3 वर्ष पहिले बोलेको छु परिणाम त रविलाई जेल हारेर देखाइदिए रासोपाको कार्यकर्ताबाट धेरै गाली खाथे त्यति बेला तर अहिले मैले जे बोलेको थिएँ त्यही भइरहेछ अब विकल्प ठुलो माछासँग त सकेन नि त रविले यिनले त नेपालको भए जति सबै बेचेर त यी जुन 3-4 टाउका भएको नेता त अमिर धनी छन् यिनीहरूले जति बेला जे पनि गर्न सक्छन् तर रवि भनेको त पैसा छ पावर छ संगठन छ
राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन छ। रवि भनेको त नर्सरीमा बिरुवा उमारेर भर्खर गमलामा सारेको मान्छे हो। अलिकति फुर्ती देखाएको थियो भित्र हाल्थे। हजुर फेरि उनीहरूले नै घुमाई एउटाले विरोध गरे अर्काले सपोर्ट गरे जस्तो गरे। रविलाई मात्रै कहाँ हाले? बालेनलाई तपाईँको बजेट पास गर्न दिएका छैनन्, हर्क सामग्री राईलाई बजेट पास गर्न दिएका छैनन्, कुलमान घिसिङलाई जागिरबाट निकाले, नेपालको उज्यालो भन्छ नि त उसलाई। राम्रो कामको मूल्याङ्कन कहाँ छ र देशमा? तपाईँलाई जेल हाले, दुर्गा प्रसादलाई जेल हाले, सबैलाई हाले त। देश मैले भने नि नेपालको माटो हित बोल्ने मान्छे त कोही पनि टिकेन क्या अहिले। टिकेन। प्लान बनाएर यी शक्तिहरूले जेल हाले। रातभरि जब रातको 11 बजेपछि संसदमा बैठक सुरु हुन्छ, नेताहरूको बैठक सुरु हुन्छ, 11 र 12 बजेको बिचमा भोलिपल्टको कार्यक्रमको योजना बनिसक्छ उनीहरूको नेताहरूको। यो धेरै बोलो यसलाई तल लगाऊ। भनेपछि तिनकुने घटनाको पनि योजना पहिले बनेको थियो। बन्यो। तपाईँको संविधानमा मात्रै बोल्न पाइन्छ भनेर चाहिँ एउटा लिखित अक्षरमा लेखिदियो। केही गणतन्त्रवादीहरूले के भनेका छन्, हामीले बोल्न दिएका थियौँ र तिमीहरू बोल्यौ भनेका छन्, तर हामीले बोल्न पायौँ र? नबोल्दै थुन्थ्यो। बोल्न पाएन नि। पाएनौ। निरङ्कुश। रवि लामिछानेले बोल्न पाएनन् पत्रकार जस्तो मान्छेले? मैले त भनिरहेको छु त पटक पटक। जब रवि लामिछानेले काठमाडौँको 4 नम्बर क्षेत्रको जुन गगन थापाको त्यहाँको ठाउँको उम्मेदवार फिर्ता लिनु, प्रचण्डले लगेर चितवनबाट रविलाई उठाइदिनु, अनि सोनिम वाग्ले लगेर फेरि उता तनहुँतिर उठाएर उसलाई जिताइदिनु, यो नै रवि सकिने खेल थियो त। रवि सकाउने खेल यसरी सुरु भएको थियो। मैले पटक पटक बोलिरहेको थिएँ मिडियामा, अहिले मात्रै होइन। आखिर आज त्यही भयो नि त। जेलबाटै रवि सचिए कि सचिन लागेको हो कि भन्ने सन्देश पठाए। अब सचिनुपर्छ। देश हितमा काम गरे मात्रै आशीर्वाद पाइन्छ क्या। नेपालमा पशुपतिनाथको यिनीहरूकै मुद्दा बोकेर यिनीहरूभन्दा माथि त चढ्नै पाइँदैन नि। सकिन्न। मैले भने त पशुपतिनाथ जस्तो उत्पन्न भएको देशमा धर्मनिरपेक्षताले राज्य गरिरहेछन् नि, जबसम्म यिनीहरूलाई चाहिँ डाउन गर्न सकिन्न तबसम्म कुनै नयाँ पार्टी जोसुकै आए पनि केही पनि गर्न सक्दैन। भनेपछि यो देशको जग राजाको मुद्दामा फर्किनै पर्छ। इतिहासभन्दा ठुलो केही छ राजनीतिमा? तपाईँले बाजेको सम्पत्ति बाउलाई नलिनु, बाउको सम्पत्ति म लिन्न भन्न सक्नुहुन्छ? सक्नुहुन्न नि। आफ्नो बाउ बाजेको सम्पत्ति सबैजनालाई चाहिँ आफ्नो सासभन्दा पनि बढी प्यारो लाग्छ क्या। र त्यो सम्पत्तिको हिफाजत चाहिँ छोराले गर्ने हो नि त। फेरि तपाईँको सम्पत्ति बाउको सम्पत्ति मैले हिफाजत गरिदिन सक्छु। मैले के गर्छु, कति बेला बेच्न पाएँ, यसलाई बेचेर बाडी चुडी खान पाएँ, आएको आम्दानी अलिअलि खुम्ल्याउनु पाएँ हुन्थ्यो भन्ने हुन्छ मलाई। तर तपाईँको बाउको सम्पत्तिमा तपाईँलाई त धेरै माया लाग्छ नि। यही हो राजा भनेको। आइस रवि के तपाईँलाई विश्वास छ अब राजावादी कित्तामा फर्किन लागेको रवि राजसभा? फर्किनु भन्दा पनि फर्किनुपर्छ। बालन पनि फर्किनुपर्छ। सङ्घीयता र संविधान खारिजीको लागि पनि, जुन अहिले जनतामाथि भएको अन्यायको लागि पनि रविले पनि बाटो देख्नुपर्छ। भने आज रवि संहिताको खारेजीको पक्षमा फर्के। हिजो चुनावमा भोट हाल्दै गर्दा बालेन शाहले संहिता मलाई स्वीकार छैन भनेर प्रदेश सभाको भोटै नहाले हिँडेर त उसले भिडियो सार्वजनिक गराएका थिए होइन। अब दुर्गा प्रसाद त आन्दोलन दौरान संहिता र गणतन्त्रै फलिफाप होइन, यो देशको लागि होइन, यो देशमा राजै चाहिन्छ भनेर आन्दोलन गर्दा गर्दै पक्राउ परे। अहिले पनि पूर्वपक्षमा छन् होइन। अब उच्च अदालतले न्याय दिने आशामा छन् भने यस्तो हुन्छ। तपाईँको जुन बालेन शाह, रवि लामिछाने, हर्क साम्पाङ भनेको चाहिँ मलिलो जग्गामा रोपेको साग हो क्या, जो हलक्का आए। जुन चिज हलक्का आउँछ नि त्यो चिजको समय छोटो हुन्छ क्या। त्यही भएर युरिया मल हालेर हलक्क पार्नुभन्दा पनि कम्पोस्ट मल हालेर बढी मलजल गरेर प्राङ्गारिक मल हाल्ने, अर्ग्यानिक मल हाल्ने, अनि उब्जै गर्ने, अनि निरोगी भएर खाइराख्ने, त्यो बाटो उहाँहरूले अपनाउनु पर्छ 100%। त्यसको त विकल्पै छैन क्या। त्यो नगरेकै कारणले यिनीहरूकै भाँडो खोज्न लागेको कारणले यिनीहरूले अहिले पेलेर आउन् होइन। नेपालमा केही छ, 2 दिन पहिला एयरपोर्ट पुगेको थिएँ, मैले एउटा भिडियो पनि अपलोड गरेको छु। नेपालको आधीभन्दा बढी जनता एयरपोर्टमा भिड छन् क्या। कसैको साथमा सुर्केस नभएर एउटा हाते झोला बोकेर गएका छन्, कसैले दुधे बालकमाथि काँधमा बोकेर झोला झुन्याएर उहाँको श्रीमती पुर्याउन गएका छन्। प्रायः जसो मान्छे युवा युवती 20 वर्ष मुनिका छन् क्या, 18 र 20 भित्रको। अहिले त एसएलसी +2 सकिने बित्तिकै अब विदेशी थाले मान्छे। त्यहाँको रुवावासी, म आफै रोएँ त अस्ति। त्यत्रो बच्चाहरू छन्, त्यो आमाहरू रोए देखेर म आफै रोएको थिएँ। तपाईँ आफै राष्ट्रवादी मान्छे, देशभक्त मान्छे, श्रीमानलाई एयरपोर्ट छोड्न जानुभएको हामी आफै तपाईँसँग गएको थियौँ नि, त्यतिखेर पनि त रुनु भएको थियो नि तपाईँ। त्यो मेरो पनि एउटा भनौँ न यो विडम्बना हो क्या।
छैन नि त नेपालमा। म एउटा साधारण चिया पसल चलाएर बस्ने मान्छेलाई त ल्याएर 1 महिना हिरासतमा राखेर थन्दियो भने मेरो 1 महिनाको जिम्मेवारी कसले लिदिन्छ त? त्यही त त्यो बिचमा तपाईँ मिडियामा पनि त्यति आउनु भएन, मिडियामा नबोल भनेका थिए कसैले? होइन, हाम्रो बोली त कसैले रोक्न सक्दैन। हामी माथि भएको अन्याय र अत्याचारको लागि त हामीले बोल्न पाउनु पर्यो नि। नराम्रो असभ्य पो बोल्नु भएन त। हामी माथि भएको अन्याय अत्याचार विरुद्धको शब्द बोलीहरू त हामीले राख्न पाउनु पर्यो नि त। अब रवि लामिछानेलाई नि सरताजी हजुर 4 करोड धरोटी तिरिसक्दा पनि उनी भित्रै छन्। पूर्व प्रधानमन्त्री माधव नेपाल हिजो 35 लाख धरोटी बुझाएर उनी बाहिर निक्ले। 100 कतिजना त लौ वकिलै राखेको थिए अरे। यो लडाइँमा जित कसको भयो? सरकारको जित भयो कि माधव नेपालको जित भयो? पैसाको जित हुन्छ यस्तो लडाइँमा त। राज्यको ठुला मान्छेको लडाइँ भनेको हार जित नै पैसाको हुन्छ, कुनै न्याय अन्यायको हुँदैन। भनेपछि माधव नेपालको पनि जित होइन, यो सरकारको पनि जित होइन। पैसा के सरकारको तर्फबाट प्रधानमन्त्री केपी ओलीको तर्फबाट माधव नेपाललाई कुनै न कुनै किसिमले एउटा बदला लिनु थियो। तपाईँहरूको यो कुरा सुन्दा माधव नेपाललाई जसरी पनि छुट्नु थियो। त्यही त, यी दुवैको जित भयो यहाँ। पैसाको के, पैसा र पावर छ नि त हातमा अहिले। दुवै पक्ष त सरकारमा हुनुहुन्छ उहाँहरू। अनि के कमी छ त? केही कमी छ? तपाईँले तिनकुने घटनामा केही गर्नुभएको थियो? फोकटमा 10,000 रुपियाँ जरिवाना तिरेर त निक्लिनु भयो नि। जरिवाना के को लागि तिर्नु भयो त? न कसैको शिर फोर्नु भएको थियो, न कसैको हात तोड्नु भएको थियो, न कुनै प्रहरीमाथि असभ्य प्रहार गर्नु भएको थियो। त्यहाँ त तपाईँको त्यो विरोध पनि गरिएको थिएन, केही पनि गरेको थिएन, विशुद्ध पत्रकारिता भूमिकामा थियो हामी। कानुन न्याय भनेको चाहिँ हामी जनताको लागि हो क्या कानुन भनेको। त्यही पनि हामी स्वतन्त्र जनताको लागि, हामी कुनै पार्टीमा छैनौँ नि त। पार्टीमा नहुने भनेकै हाम्रो दुर्भाग्य रहेछ क्या। त्यो यिनीहरूले त्यो सिन्डिकेट बनाएका छन्। एकदम पार्टीमा नभएपछि पार्टीमा नहुनेलाई जे सजाय दिए पनि हुने। एउटा पार्टीको झोला बोक्न पाए, अहिले त जुन परिचर्चा चलिरहेको छ झोले भनेर, एउटा पार्टीको झोला बोक्न पाएको भए सायद त्यो हिरासतमा हामी पनि हुँदैन थियौँ क्या। जित पैसाको भयो भनिहाल्नु। 100%। त्यो त कुनै दुई मात्रै छैन नि। त्यत्रो ठुलो अपराधमा 35 लाख रुपियाँ ढलोटी तिरेर निक्लिने त्यो केस हो त्यो? होइन, त्यो त धरोटी त 4 करोड बुझाएर रवि लामिछाने जेलमा छन्। अब पूर्व प्रधानमन्त्री माधव नेपाल धरोटी बुझाएर मलाई त कति बेला के लाग्छ भने नेपाल सरकारलाई चाहिँ जति पनि देश विकासमा आएको सम्पत्ति उनीहरूले पाउने भत्ताबाट पनि नपुगेर एकएवटा बाहनामा मान्छे थुनिदिने, अनि उनीहरूसँग चाहिँ ढलोटी मार्फत असुल्ने क्या, पेट भर्ने बाटो क्या, अरू केही पनि होइन। जसरी पनि जनता कङ्गाल बनाउनु छ क्या। रवि काण्डबाट अहिले धरोटीको त वास्तवमा खेलै सुरु भएको छ त। खेलै सुरु भयो। मैले भने जसरी पनि जनतालाई गरिब बनाएर विदेश बेच्ने, नेपालको भूमिमा विदेशी ल्याएर चाहिँ जताततै उनीहरूको हस्तक्षेप गराउने, उनीहरूले हस्तक्षेप गरे बापत त कमिसन आउँछ, कमिसन खाने, सरकार पालिने। अब सामान्य प्रधानमन्त्री अस्ति संसदबाट शहीदको र संविधानको अपमान गरेको सहन भन्नुभयो, व्यवस्थाको विरोध गरेको सहन। मेरो जति विरोध गरे भने गर्नुहोस्, तर व्यवस्था शहीद र संविधानको विरोध गरेको सहन भन्नुभयो। यथार्थमा यो देशमा शहीदको अपमान गरेको चाहिँ कसले छ? जनताले अपमान गरेको छ कि शासकले गरेको छ? नेपालमा यथार्थ शहीद को थिए त? देशको माटो र देश जोगाउन बनेका शहीद को थिए त? त्यो त प्रधानमन्त्रीज्यूलाई राम्रोसँग थाहा होला। अनि उहाँहरूले भनेको शहीदको लागि उहाँहरूले चाहिँ के गर्नुभयो त? म भनिरहेको छु। अनि जुन शहीदको अपमान गरेको सहन भन्नुभएको छ नि, जति पनि शहीदलाई बालुवा र सिमेन्टको चाहिँ एउटा खम्बा बनाएर लगेर डाँडा डाँडामा, जस्तो रोल्पा रुकुमको डाँडाहरूमा जति पनि शहीदलाई चाहिँ ठड्याएको छ नि, त्यो शहीदको परिवारको अवस्था देख्नु भएको छ प्रधानमन्त्रीज्यूले? अस्ति एउटा इन्द्रेणी कार्यक्रममा आउनु भएको थियो। अहिले त उहाँलाई क्यान्सर भएको छ अरे। उहाँको श्रीमती पनि बिरामी हुनुहुन्छ अरे। उहाँ त द्वन्द्वकालको चाहिँ कुन घटनाको खोइ के भनेर चाहिँ रुँदै हुनुहुन्थ्यो, मैले थोरै हेरेको थिएँ। त्यस्ता शहीदको चाहिँ प्रधानमन्त्रीले अहिलेसम्म रेखदेख गर्नु भएको छ र? जुन शहीद बनेर गणतन्त्र ल्याइदिए नि, त्यो शहीदको सम्मान भएको छ र अहिले? माओवादीकै कुरा गर्छु, तिनै माओवादीले त्यो शहीदको सम्मान गरेका छन् आज। अनि शहीदको अपमान चाहिँ कसले गर्यो त? प्रधानमन्त्रीले तिनै गणतन्त्रले गरे। जसले शहीद बनाए उनीहरूले नै अपमान गरे। के मानेमा अपमान गरे? होइन, शहीद हुने जस्तै शहीदले के सपना देखेर शहीद भए? देश विकास होस्, एकदम देश धनी होस्, हाम्रा सन्ततिहरू सुखमा बाँचुन् भनेर उनीहरू देशको लागि लडेर शहीद भए। म मरेर गए पनि तर नेताहरूले के गर्दे? शहीदको त काहीँ ठाउँै छैन नि, के गर्नु? अपमानै। अब मैले भने त शहीदलाई मात्रै बनाइदिए, बालुवा सिमेन्टको एउटा ढिस्को ठडाइदिए एउटा खम्बा जस्तो, त्यही पनि भुइँचालोमा बच्यो। उनीहरूले गरेको सम्मान त्यति हो। शहीदको एउटा पनि सपना पुरा नगर्ने, तर शहीदको नाम लिएर अहिले पनि राजनीति गर्ने त्यो भाषण हो त्यसो भए? एकदम। जति उहाँहरूले भन्नुहुन्छ नि शहीदको बारेमा र गणतन्त्रको बारेमा नबोल्नु भन्नुहुन्छ, तर सामान्य प्रधानमन्त्री भाग्यमा नै हुनुहुन्छ। हेर्नुहोस्, अब उहाँकै पालामा
यो नागढुङ्गा सुरुङ मार्ग लगलो अब खोल्नेवाला छ। यो ग्वारखोको त्यो फ्लाइओभर त्यो उद्घाटन गरिसक्नुभयो। दैलेखको त्यति ठुलो खानी 50 वर्षभन्दा बढीलाई नेपाली जनता सबैलाई पुग्ने ग्यास खानी पत्ता लाग्यो। अनि 1 वर्षभित्र त्यो ग्यास नेपाली जनताले पाउन भनेर संसदबाट निर्देशन दिनुभएको छ। यो उपलब्धिलाई कसरी लिनुपर्छ यहाँले? सकिने बेलामा कि मौलाउने कि बौलाउने उपलब्धि मानिन्न। जनतालाई त्यो ग्यास 1 वर्षभित्र उपलब्ध गराउन सक्छन्? घर घरमा ग्यास चुलो र ग्यासको पाइप भनेको कति वर्ष भयो? जनताले अहिलेसम्म पाएका छन्। तर दैलेखमा त अब सबै पत्तै लागिसक्यो त निकाल्न त बाँकी। नै पत्ता लाग्यो क्या। एउटा भ्यू टावर बनाउन त 5 वर्ष लाग्यो, 6 वर्ष लाग्यो। भने 1 वर्षमा जनता कहाँ यो पुग्न सक्छ? उहाँको कार्यकालमा त्यो ग्यास जनताको घरमा आउँदैन। ल आउँदैन भने त्यो भाषण पनि चुनाव जित्ने भाषण मात्रै हो। जुन 84लाई चाहिँ टार्गेट हानेर बनाएको भाषण हो। हुन त अब केही सीमित जनताहरू भाषणमा चाहिँ लट्ठ भएर अब 84मा पनि अब त्यही भाषणलाई चाहिँ टार्गेट राखेर उहाँहरू पनि पछि कुद्नुहुन्छ। तर भाषण नै हो, जनताले पाउने केही पनि होइन। भाषण मात्रै हो, मात्रै त्यति हो। भने त मान्छेले त 500मै नेपाली जनताले अब सम्माननीय प्रधानमन्त्री केपी ओलीले 500मा जनताले 1 सिलिन्डर ग्यास पाउने गरी लान सक्छन् भन्ने पनि एक्सपेक्टेसन गर्न थालेछ। यो त उही 2 दिन पहिला एउटा मैले सामाजिक सञ्जालमा हेरेको थिएँ। ग्यासको भाउ बढ्यो होइन, सिलिन्डरको भाउ बढ्यो हो भनेर पढेको थिएँ कि 500मा नेपाली जनताले ग्यास कहिले पनि पाउँदैन। यो सपना नदेखे पनि हुन्छ। अब नेपालको उत्पादन, नेपालको ग्यास, नेपाल सरकार, नेपाली जनता। सुन्नुहोस् न, नेपालको उत्पादन पानी बेचेर नेपालमा 1 लिटर पानीको 30 रुपियाँ तिरेर खानुपर्छ। पानी नेपालको उत्पादन होइन हो। जलस्रोतको दोस्रो धनी राष्ट्र नेपाल होइन भने 1 लिटर पानीलाई त 30 रुपियाँ तिरेर खानुपर्छ भने 1 युनिट बिजुलीको पनि कति 10-12 रुपियाँ त तिर्छन् त अहिले। ग्यास हो झन्। त्यो ग्यास प्रयोगमा नआउँदै चाइना र इन्डिया अमेरिका पुगिसक्छ क्या। नेपालीले सपना नदेखे हुन्छ। फाइदा अर्कैले लिन्छ, नेपाली जनताले पाउनेवाला केही छैन, पाउँदैनन्। एउटा मानिलिउँ न, तपाईँले छोरो जन्माउनु भयो, त्यत्रो लगानी गरेर त्यति धेरै पढाउनु भयो, अहिले फाइदा कसलाई छ त? देशको अवस्थाले गर्दा नि फाइदा कसलाई छ? छोराले पढेको फाइदा विदेशलाई छ। हो त्यही हो। नेपालमा उत्पादन भयो, त्यो फाइदा नेपालीले लिन पाउँदैन, त्यो पनि विदेशीले लिने हो क्या। संसदमा तपाईँको नेपाली काङ्ग्रेसका सांसदहरूले आफ्नै सरकार र उपप्रधानमन्त्रीहरूको विरोध गरे। आउने 84मा भगवान गौतम बुद्ध र पशुपतिनाथलाई साक्षी राखेर यिनीहरूले चुनावै नजितुन् भनेर शराब पनि दिन थाले। मैले त्यो उनीहरूले शराब दिनै पर्दैन। उनी पनि धर्मनिरपेक्षमा हस्ताक्षर गर्ने पार्टीलाई सपोर्ट गरेर आएको मान्छे हो। आज पशुपतिलाई चाहिँ म्युजियम भन्ने, लुकी त्यही पशुपतिमा दर्शन गर्न जाने यस्ता पनि धेरै मान्छे छन् क्या पार्टीमा। उनै पशुपतिनाथले चाहिँ भस्म गर्नुहुन्छ क्या। त्यही पार्टीमा रहने, त्यही पार्टीको नेतालाई विरोध गर्ने भनेर थियो, बाहिर देखाउने एउटा यस्तो उखान छ नि, जुन बुढापाकाले भन्नुहुन्थ्यो, त कुट्या जस्तो गर, म रोया जस्तो गरिदिन्छु। जनताले त पत्तै हाल्छन्। अब यो जताबाट पनि आलोचना मात्रै भयो। अनि राजावादीहरू पनि सेलाए मौलाए भन्छन्, सकिए भन्छन्। कुरा के हो? तपाईँहरू सकेको राजावादी कहिले पनि सकिन्नन्। 240 वर्षदेखि शासन गर्दै आएको राजाको इतिहास बोकेर बसेको मान्छे हो। मरे पनि राजावादी सकिन्नन् क्या। म मऱ्यो भने पनि मेरो आस्था, मेरो मन मर्दैन क्या। मेरो आस्था मर्दैन नि। होइन, राजा आउने सम्भावना टरेर गयो भन्छन्। टर्दैन, ल्याउँछन् नेपाली जनताले राजा ल्याउँछन्। यस्तै अझ 2-4 वर्ष यस्तै हुँदै जाओस्। यही असार 23 गते राजाको जन्मदिन आउँदैछ। के छ, जन्मदिन मनाउनुहुन्छ? राजा मनाउँछौँ, भव्य सबै हुन्छ, मजासँग। तपाईँहरू जानुहुन्छ फेरि समाजला नि पक्रेला? हाम्रो अधिकारको कुरो हो नि जन्मदिन मनाउन। हामीलाई किन समात्ने राजाको जन्मदिन मनाउँदा भन्दा आफ्नो जन्मदिनमा जुन अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा बनाएर केक बनाएर खाइदिनु भयो। गृह मन्त्रालय कहाँ थियो त त्यति बेला? उहाँलाई पक्राउ किन? नेपालको नक्सा नै काटेर केक बनाएर आफ्नै पुर्खोली घर तेह्र थुम्बो गरेर काटे। नेपालमा साँच्चीकै न्याय निसाब कानुन थियो भने त्यति बेला उहाँलाई पनि त पक्राउ गर्न सक्नु पर्थ्यो नि त। अनि हामीले चाहिँ राजाको जन्मदिन मनाउनको लागि रोडमा उभिँदैमा हामीलाई गिरफ्तार गर्नुपर्छ भन्ने त कुनै संविधानमा छैन होला। सबैको आफ्नो आफ्नो इच्छा हुन्छ, आफ्नो आफ्नो आस्था हुन्छ। कोही एमालेमा छन्, कोही माओवादीमा छन्, कोही काङ्ग्रेसमा छन्, कोही स्वतन्त्रमा छौँ। हामी राजावादीमा राजाको पक्षमा छौँ। होइन, अब तपाईँहरू मात्रै मनाउने कि राजाले पनि जन्मदिनको दिन नेपाली जनताले जन्मदिन मनाइदिउन् भन्ने खालको समाचार आउला? के छ? यस्तो हुन्छ। म के भन्छु भने तपाईँले आफ्नो परिवार साथीभाइलाई तपाईँको जन्मदिनको दिन मेरो जन्मदिन मनाइदियो है भन्नुहुन्छ? जनताले आफै मनाउँछन्, आफै मनाउनुहुन्छ, आफसे आफ मनाइन्छ जन्मदिन। नेपालमा 3 करोड जनता छन्। राजाको जन्मदिन मनाउने कति जनता होला ल? तपाईँ त राजावादी मान्छे। म भन्छु 100मा 25%ले नमनाउलान्, 75% नेपाली जनताले राजाको जन्मदिन मनाउँछ। भनेपछि 2.5 करोड जनताले राजाको जन्मदिनमा शुभकामना दिन्छन्।
नेपालभित्र मात्रै नरहेर नेपालभन्दा बाहिर धेरै देशमा छरिएर बसेका नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाले पनि राजाको जन्मोत्सव मनाउनुहुन्छ। म 75% भनेको 3 करोडमा कति पर्सेन्ट भयो? कति करोड भयो? लगभग 2.5 2.5 करोड नेपाली जनताले राजाको जन्मदिन मनाउँछन्। म त्यति विश्वास छ तपाईँलाई? नेपाली जनतालाई म भन्छु होला उहाँहरूको आफ्नो ठाउँ अनुसार समय अनुसार आफ्नो गाउँ अनुसारको भोट कुन पार्टीलाई हाल्नुहुन्छ म जान्दिनँ होइन, तर राजाको जन्म दिन चाहिँ त्यति जनताले मनाउनुहुन्छ। राजाप्रति कुनै अहिले मैले भने नि त्यही 25% जनता चाहिँ जुन पार्टीबाट पोषण भत्ता खाएर पालिनु भएको छ उहाँहरूले चाहिँ राजाको बदनाम गराउनुहुन्छ। जुन मान्छेले चुनावमा भोट हालेर जितेर पठाएका नेताहरूले पनि उहाँको वास्ता नगरेर उहाँहरूको मौलिक अधिकार जुन भोट हुन्छ नि, भोटको कदर नभइसकेपछि उहाँहरूले सपोर्ट गर्ने पनि राजाकै हो क्या। किनभने राजा बनिनु हो भने कुनै पनि पार्टीको बन्ने होइन नि त राजा भनेको त। राजा त 3 करोड नेपाली जनताको बन्ने हो। अहिले एमालेको सरकार छ, अहिले त प्रधानमन्त्रीज्यू त 3 करोड नेपाली जनताको प्रधानमन्त्री बनिनु पर्ने हो नि, तर उहाँ आफ्नो पार्टीको प्रधानमन्त्री बन्नुभयो। प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ, माओवादीको प्रधानमन्त्री बन्नुहुन्छ, शेरबहादुर प्रधानमन्त्री बन्नुहुन्छ, काङ्ग्रेसको प्रधानमन्त्री बन्नुहुन्छ। स्वतन्त्र दुखी गरिब नेपाली जनताको प्रधानमन्त्री को हो त? छैन। तर राजा भएपछि चाहिँ एकदम उहाँलाई त न कुनै पार्टी, न कुनै सङ्गठन, न कुनै संस्था, न कुनै एनजिओ, न आइएनजिओ, उहाँलाई केही छैन, मात्र राजा प्रजा। भने त राजा कुनै पार्टीको नभएर सिङ्गो देशको हुन्छन्। नेताहरू चाहिँ आफ्नो पार्टीको मात्र प्रधानमन्त्री, त्यो पनि आफ्नो पार्टीको एउटा गुटको प्रधानमन्त्री भइदिए, उनीहरू देशको प्रधानमन्त्री बनेनन् अहिलेसम्म। म 1 महिना हिरासतमै बस्दाखेरि भोगेर आइसकेँ त। यदि म एमालेको थिएँ भने हिरासत जान्न थिएँ होला नि त। म काङ्ग्रेसको थिएँ भने नि 1 महिना मलाई बस्नु पर्दैन थियो होला नि त। म त स्वतन्त्र एउटा इतिहासको पुजारी, इतिहासलाई पूजा गरेर बस्ने मान्छे भएर त मैले 1 महिना हिरासत खानु पर्यो त। अनि राजा आउने बाटो चाहिँ के हुन्छ सरताजी? बाटो केही हुँदैन। म समय र काल, यो अहिलेको परिस्थिति, यो कालखण्डले राजालाई आफै राजगद्दीमा पुर्याउँछ एकदम। नयाँ शक्तिहरूलाई के भन्न चाहनुहुन्छ? नयाँ शक्ति त मैले भन्दा धेरै बुझ्नु भएको छ। अहिले मैले जुन सामाजिक सञ्जाल हेर्छु नि, नयाँ शक्ति त हामीभन्दा पनि राजाको बारेमा त्यति धेरै एक्टिभ हुनुहुन्छ कि नयाँ शक्ति त धेरै ऊर्जाशील। रविले जुन तपाईँको जेलबाटै सन्देश पठाएका छन्, त्यो राजाको लागि स्वागत योग्य छ कि छैन तपाईँहरूको लागि? जुन सन्देशमै सीमित भयो भने त स्वागत योग्य हुँदैन। सन्देश तपाईँको समय अनुसार त्यो व्यवस्थामा लागू हुँदै गयो भने सम्भव हुन्छ। हैसी यी नयाँ शक्तिहरू एक भएर राजाको मुद्दा नबोके विकल्प छैन, जाने नभए जेलै हो। त के भन्छु भने रवि लामिछानेलाई पनि पार्टीमै मात्रै सीमित भएर केही पनि हुँदैन क्या। हजुर, राष्ट्रियता देश रहेन, तपाईँको पार्टी रहने हो, हामी रहने हो। हजुर, राष्ट्र नै छैन, राष्ट्रियतै छैन, देशै छैन भने स्वतन्त्र के काम, एमाले के काम, माओवादी के काम, काङ्ग्रेस के काम त काम छ? छैन नि। झन्डा बोक्नुहुन्छ त नेपालकै बोकिदिनुहोस् न। पार्टीको झन्डा त तपाईँको चुनावको अघि पछि 15 दिन अघि 15 दिन पछि बोकिदिनुहोस्। म त अहिले त्यही सम्पूर्ण नेपाली जनतालाई, जति पनि मिडिया हेरेर बस्नु हुनेलाई सबैलाई त्यही भन्छु, सर्वप्रथम त हामी पार्टीभन्दा पनि पहिला हामी त देशवासी नेपाली हौ नि त। नेपालको झन्डा बोकिदिनुहोस्। तपाईँ नेपालको सबै राजावादी आन्दोलनमा अग्रणी भूमिकामा देख्नुहुने, तिन कुनै पनि देखिएरै तपाईँ हिरासत बस्नुभयो। 1 महिना हिरासत पश्चात मलाई लाग्छ यो सम्भवतः पहिलो अन्तर्वार्ता होला कि तपाईँ आन्दोलनबाट पछि हट्नुभयो कि तपाईँको आन्दोलन जारी छ? नै, मेरो आस्था कहिले पनि पछि हट्दैन। आन्दोलन त्यही त, आन्दोलनै आस्था हो नि त। आन्दोलन नगरे त आस्थाको सम्भव छैन नि त। हट्दैन, तपाईँ आन्दोलनमै हुनुहुन्छ, पछि हट्नुहुन्न। राजतन्त्र स्थापना नभएसम्म तपाईँको रगतले राजा माग्छ। ओके सरताजी, यो महत्त्वपूर्ण समय र संवादको लागि जय नेपाल।